दर्शन नमस्ते। हजुरहरूलाई मेरो नयाँ युट्युब च्यानलमा स्वागत छ। म आज हजुरहरूलाई सिनरामिन नेपालमा पिरो चाउचाउ जुन चाहिँ करेन्ट चाउचाउ हुन्छ, टुपियम चाउचाउहरू हुन्छ, त्यो चाहिँ हामीले ससेसँग कसरी राम्रो तरिकाले सजिलो तरिकाले बनाउन सकिन्छ भन्ने भिडियो बनाउँदैछु। सबैले लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला। भिडियो मन पर्यो भने सुरु गरौँ है त। यसको लागि चाहिने सामग्रीहरूबाट मैले चाहिँ ग्यास हाई गरेर मैले एउटा प्यान बसाइसकेको छु। तपाईहरु देख्न सक्नुहुन्छ। मैले दुईटा ससेस लिएकी छु, अनि त्यसपछि अलिकति साग, अलिकति प्याज, अनि बोडी, अनि अलिकति टमाटर, बन्दाकोपी, अनि अलिकति क्याप्सिकम लिएको छु। अनि यहाँ तेल अलि तातिए पछाडि तपाईले पुरै घुमाइदिनु पर्छ, किनभने सबै ठाउँतिर तेल पुग्यो भने टासिने हुँदैन। अनि त्यसपछि तपाईहरुले ससेसलाई तेलमा लगाइदिनु होला अनि फ्राई गर्नु होला। एकछिन फ्राई गरिसकेपछि मजाले फ्राई हुने गरी चाहिँ फ्राई गर्नुपर्छ है यसलाई। अनि अलि त्यो पल्टाउँदै ओर्दै पनि तपाईहरुले फ्राई गर्नुपर्छ। यसलाई डिप फ्राई नगर्दा हुन्छ। अनि त्यसपछि तपाईहरुले प्याज लाउनु होला, अनि अघि काटेको भेजिटेबल्सहरु जुन छ तपाईहरुसँग घरमा जे भेजिटेबल्सहरु छ तपाईहरुले त्यही भेजिटेबल्सहरुलाई युज गर्न सक्नुहुन्छ। मैले हालेकै भेजिटेबल्सहरु हाल्नुपर्छ भन्ने कम्पल्सरी छैन। हजुरहरुको घरमा जे अभाइलेबल छ हजुरहरुले त्यही हाल्दा हुन्छ। मैले चाहिँ अघि काटेको भेजिटेबल्सहरुलाई मैले हाल्दिएको छ। सबैलाई मैले हालेर अनि एकछिन फ्राई गर्दिन्छु। त्यो तपाईहरुले लो फ्लेममा यसलाई एकछिन फ्राई गर्नु होला। मज्जाले चलाउँदै फ्राई गर्नुपर्छ। अनि यसमा चाहिँ हामीले बेसार र नुन पनि एड गर्नुपर्छ। मैले चाहिँ नुन अगाडि एड गरेर चाहिँ बेसार एड गरे। अनि हामीले पानी हाल्नुपर्छ। पानी कतिको क्वान्टिटीमा आफू खाने हो त्यही अनुसार हाल्नु होला। म चाहिँ ग्रेभी खाने भएर मैले 1 गिलास र आधी पानी हालिरहेको छु। त्यो उम्लिन्जेलसम्मको लागि चाहिँ हामी ड्रिङ्क सर्भ गर्दै गर्नुपर्छ है। मैले ड्रिङ्कमा चाहिँ आज रेड बुल खाने सोच्दैछु। म भर्खरै खास गरी आज मेरो चाहिँ फ्राइडे हो, अनि आज चाहिँ मेरो हाफ डे मात्र हो। हाफ डे भन्दा चाहिँ अलिकति धेरै हो। 5 घण्टाको मात्र ड्युटी हो भयो आज मेरो। अरू बेला 8 घण्टा 45 मिनट हुन्थ्यो भने आज 5 घण्टाको मात्र हो। त्यही भएर आज मैले ब्रेक पनि लिइनँ। प्राय ब्रेक लिने गर्दिनँ, प्राय कसैले पनि लिने गर्दिनँ, किनभने अलिकति काम लोड धेरै हुन्छ फ्राइडे चाहिँ। किनभने अरू बेला 8 घण्टा 45 मिनटमा गरिसक्नु पर्ने काम फ्राइडे चाहिँ हामीले 5 घण्टामै गरिसक्नुपर्छ क्या। त्यही भएर चाहिँ मैले खाजा नै खाएको छैन, भुक पनि लागिरहेको थियो। अनि यसो भिडियो पनि बनाइहालौँ भनेर मैले बनाएको हो। आई होप हजुरहरूलाई मनपर्छ होला। लाइक शेयर र सब्स्क्राइब पनि गरिदिनु होला मेरो भिडियोलाई। अनि अब ड्रिङ्क्स लिएर आउँछु है त। यहाँ चाहिँ मेरो मिनी फ्रिज छ, अनि यहाँबाट म लिएर आउँछु। यो चाहिँ हो मेरो रेड बुल ड्रिङ्कको लागि। यो म चाहिँ सर्भ गर्छु हैन। यो एउटा कपमा हाल्छु। पानी चाहिँ बोइल भइसकेको छ, तपाईहरु देख्न सक्नुहुन्छ। अब यसमा तपाईहरुले चाउचाउ हाल्न सक्नुहुन्छ। तपाईहरुसँग कुन खालको चाउचाउ छ, करेन्ट, सेन, टुपियम अथवा कति प्रकारको अहिले त चाउचाउहरू छन् त, जुनै पनि चाउचाउ हालेर मसला राखेर खान सक्नुहुन्छ बनाएर। म तपाईहरुलाई बनाएर देखाउँछु है त। सिनरामिनको चाहिँ 2टा मात्र मसला हुन्छ। एउटा चाहिँ उयो हुन्छ भने अर्को चाहिँ धुलो मसला हुन्छ। यसमा चाहिँ लिक्विडवाला हुँदैन। मैले देख्न सक्नुहुन्छ मैले चाउचाउ हालिसकेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ सिनरामिन विथ ससेस चाहिँ एकदमै रेडी भइसकेको छ। कति सजिलो, सहज र पछि त नेपालको जस्तो अब सबै खालको ग्लासहरू हुँदैन नि त। अब आफूले किन्ने कुरा नै भएन। सो यहाँ जुन गिलास छ म त्यसमै सर्भ गर्न जाँदैछु। अनि मसँग चाहिँ यो गिलास छ। यो चाहिँ खास गरी उयसको हार्ड ड्रिङ्क्सको गिलास हो, तर म यसमै यो ड्रिङ्क सर्भ गर्छु रेड बुल चाहिँ। मैले चाहिँ सर्भ गरिसकेको छु सिनरामिन विथ ससेस। यो चाहिँ
एकदमै मिठो छ। हेर्दा पनि हेर्नु न कस्तो मिठो देखिएको। तपाईँहरूले घरमै एकचोटि बनाएर ट्राई गर्नुहोला अनि कस्तो हुन्छ कमेन्ट गर्नुहोस् है। कस्तो छ भनेर म टेस्ट गर्छु अनि हजुरहरूलाई भन्छु है त। तर मैले यो अगाडि नै बनाएर खाइसकेको छ, धेरैचोटि बनाएर खाइसकेको छ, मेरो लागि कुनै नयाँ कुरा होइन यो। अनि यदि हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है। एकदम मिठो छ। चेस मसँग ग्लासहरू त धेरै खालको छ होइन, त्यो सबै त्यो रक्सीहरूको खाने ग्लासहरू मात्रै छ क्या। चिसो खानको लागि सिसाको त्यो ग्लासहरू छैन कि, यस्तै ग्लासहरू नत्र वाइन खाने ग्लासहरू मात्र छ कि मसँग चाहिँ। त्यही भएर चाहिँ मैले यसमै सर्भ गरेको हो। बाई, अर्को भिडियोमा भेट्नुपर्छ है अब।